Hey guys, and this is vlog about telling my life journey. Like, अब यसमा के भन्ने त अब मैले म चाहिँ अहिले चिया पकाएर आएको छु, बिरामी पनि भएको छु। फर्स्ट मैले इक्जाम दिएको कति 5 दिन भएको रिजल्ट आएको 10 दिन भएको छैन होला, इक्जाम अझ आइदिएर बा त्यही नै हो, अलिकति बिसन्चो टाइपको परिस्थिति रहेको छ। लाइक अब चाहिँ म चिया पकाउनु पर्छ, तातो तातो पानी खानु पर्यो, तातो 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 जे पनि तातै गर्नुपर्ने छ। आई फिल मलाई यो सन्चो भइदियो त मजा, सन्चो भइदिनु पऱ्यो कि मलाई मजा आउँथ्यो। सन्चो नै अब गएर आएको छैन। अहिले चाहिँ यता चिया बनाएर आएको छु मैले चाहिँ, किन भन्दाखेरि मालदाले उयो ल्याएको थियो नि त्यो खानेकुरा, त्यहीसँग खानालाई। लाइक कलेजहरूको हाल खबर भन्दाखेरि कलेजमा भनेको सबै बढिया भनौँ बढिया भनौँ। अब इक्जाम पनि आइसक्यो, अब बाहिर चाहिँ मौसम यस्तो टाइपको छ, अलिकति यस्तो यस्तो आज घाम लागिरहेको छ। तर मलाई अति चाँडो हुन्छ कि हेर्नु, ज्याकेट लगाएर यस्तो बस्छ, खुट्टा चाहिँ उसिने सुन्निएको छ क्या, होइन यो यस्तो सुन्निरहेको छ खुट्टा। लाइक अब चाहिँ म चिया खान्छु होइन, चिया खाइसकेर चाहिँ पढ्नु छ, धेरै धेरै पढ्नु छ, पढ्नु पर्ला ल। अरू के सुनाउनु त केही छैन ल, आजलाई यति नै हुन्छ। अब चाहिँ भिडियो आएर होला एक हप्तापछि यस्तैमा आउँछ होला। भिडियो गराउने मनै लाग्दैन भन्नाले त्यस्तै भयो, अब केही त केही छ समस्या। आजलाई यति नै हुन्छ। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।